मान्छे भनेको जन्मदै मान्छे चाहिँ के हुन्छ भने स्वार्थी हुन्छ हैन। मान्छे पशुको तलबाट आएको भनेर भन्छ हैन। जनावरबाटै मानिस चाहिँ बिस्तारै विकास भएर आएको भन्छ। तर मानिसमा चाहिँ म देख्छु कि मानिसमा पशुभन्दा पनि अझ त्यो हैन आचरण चाहिँ अझ त्योभन्दा पनि अलिक तल्लो स्तरको हुन्छ हैन। पशु भनेको त एउटा अब उसको चेतना पनि छैन। उसको चेतना नभए पनि खानको लागि चाहिँ अब मानिससँग चाहिँ ऊ आश्रित छ। तर त्यो मानिसहरू कस्तो हुन्छ भने ती अब अबोध जनावरहरूलाई पनि उसले हत्या गर्छ। अनि हत्या गरेर आफ्नो चाहिँ स्वार्थ सिद्ध गर्नको लागि पछि हट्दैन हैन। र मानिसले चाहिँ उपभोग नगरेको चाहिँ चिज के छ हैन। कुन चाहिँ चिज चाहिँ मानिसले चाहिँ खाँदैन, सबै चिजहरू खान्छ हैन। पशुमा त एउटा प्राकृतिक चाहिँ चिज हुन्छ। उसलाई प्रकृतिले जति चाहिँ उसलाई दिन्छ हैन, त्यति उसले उपभोग गर्छ। उसले आफ्नो जीवन यापन गर्न मिल्ने चिज चाहिँ उसले उपभोग गर्छ। तर मान्छेमा चाहिँ के छ भने मान्छेमा चाहिँ त्यो एक किसिमको चाहिँ त्यो हुन्छ नि एउटा नेचुरालिटी प्राकृतिकपना चाहिँ छैन मानिसमा हैन। मार्ने काट्ने हैन, अर्कालाई चाहिँ सिद्ध्याउने, षड्यन्त्र गर्ने, जालझेल गर्ने, अरूलाई चाहिँ अब घृणा गर्ने, त्यो मानिसमा चाहिँ व्याप्त छ। तसर्थ मानिसलाई चाहिँ पशुसँग दाँच्नु भनेको चाहिँ हैन हुँदैन क्या। मान्छे भनेको एकदमै चाहिँ डरलाग्दो एउटा एनिमल हो कि उसले चाहिँ सबैको हत्या गर्छ। त्यसैले यो मानिसमा चाहिँ एउटा करुणा दया भएन भने चाहिँ मानिस रहँदैन। पशुहरू त एकदमै हैन, एकदमै पशुहरूमा चाहिँ बरु इमान्दारिता हुन्छ। हामीले घरमा पाल्ने एउटा कुकुरलाई नै हेरौँ हैन, उसले आफ्नो मालिकको सेवा गर्छ। उसले मालिक को लागि चाहिँ उसले हैन आफ्नो चाहिँ सम्पूर्ण चाहिँ सेवा दिनेदेखि लिएर हैन हरेक चिजहरू। मान्छेमा स्वार्थ छ। हामीले जनावर पाल्छौँ, जनावरलाई चाहिँ काटेर खान्छौँ, जनावरको चाहिँ हत्या गर्छौँ। मान्छे जस्तो चाहिँ अब अलिकति घृणित प्राणी चाहिँ जन्मेको छैन। मानिस चाहिँ किसिमको हत्यारा पापी नै हो हैन। मानिसमा धर्म भन्ने चिज चाहिँ छैन।